ल आज चाहिँ हामी सिक्न गइरहेको छौँ हामी टप रोलर्सहरूलाई कसरी हामीले हुक लाउने। ल यहाँ स्टेप बाई स्टेप तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ अब हाम्रो गेम हुन गइरहेको छ। उहाँले खेल्नुहुन्छ टप रोल र मैले खेल्छु हुक है। तब यहाँ गेम हाम्रो स्ट्राटेजिज हेर्नु। तब उहाँले चाहिँ मलाई टप रोल हान्नुहुन्छ एकचोटि हेर्नु है। ल उहाँले चाहिँ मलाई टप रोल हान्नु भयो। अब यसलाई चाहिँ हामीले कसरी प्रिभेन्ट गरेर हुकमा कसरी लग्नुपर्छ आउनु सिकौँ। एउटा टप रोलरलाई हामीले हुक हान्न छ भने अब जस्तो कि मान्नु उहाँले मलाई यसरी गर्नु भएको छ होइन, मेरो रिस्ट क्र्याक पनि भएको छैन, सिधा नै छ, तर मेरो रिस्ट अलिकति ढलेको छ। यस्तो कन्डिसनमा मैले उताको प्रोनेसन पुरै एक्टिभ फिल भएको गर्न सक्छु। अब यहाँबाट मैले जति गरे पनि कप गरे पनि हुँदैन, मेरो करेक्सन त हुन्छ तर मेरो स्ट्रेन्थ पुग्दैन यहाँबाट, किनभने उहाँको एङ्गल अलरेडी एक्टिभ भइसकेको हुन्छ। यसलाई भन्छन् प्रोनेसन। यो प्रोनेसनलाई म यहाँ आफ्नो लुजिङ साइडबाट कप गर्न खोजिरहेको छु, जुन कि यो पोसिबल छैन। सो हामीले यसको लागि सबभन्दा पहिला चाहिँ हामीले आफ्नो स्ट्यान्स मिलाउनु पर्छ र ग्रिपिङमा एकदम ग्रिपिङमा फोकस गर्नुपर्छ। ल सबैभन्दा पहिला चाहिँ अब हामी आफ्नो स्ट्यान्स लिउँ। हाम्रो लेफ्ट आर्मको गेम हो, लेफ्ट खुट्टा अगाडि हुन्छ अनि त्यसपछि सिधा अलिकता जिउ अनि ठ्याक्क हाम्रो जो एल्बो प्याड हुन्छ सेन्टर यो लाइन भयो, सेन्टरभन्दा जस्ट यतापट्टि अगाडिपट्टि यता लेफ्ट साइड अलिकता अगाडिपट्टि हामीले आफ्नो क्रस सेक्सन गर्नुपर्छ। अनि जब एकछिन खोल्नु त, अनि जब हाम्रो दुईजनाको थम्स डाउन हुन्छ अनि त्यसपछि हामीले ग्रिप लिँदाखेरि हुकको ग्रिप लिँदाखेरि स्पेसली है अलिकता थम्बलाई अलिकता तल गर्ने क्या। थम्ब तल गऱ्यो भने हाम्रो यो हात अगाडि आउँछ क्या। थम्ब धेरै लिनुहुन्छ भने हात यो फिङ्गर्स पछाडि जान्छ, यो पछाडि जान्छ। यो चाहिँ एउटा टप रोलको ग्रिप हुन्छ, तर हामीले हुकको ग्रिप लिनु छ जसले गर्दाखेरि हाम्रो थम्ब तल फिङ्गर अगाडि हुन्छ। अब मैले थम्ब तल गरेँ, सिधा थम्ब तल गरेँ अनि त्यसपछि उहाँले ग्रिप लिनुभयो मेरो अनि सिधा हात, अनि मैले पनि उहाँको ग्रिप लिएँ। अब मेरो हात यहाँ तलसम्म आयो, ठिक छ तलसम्म आयो, तर हामीले पुरै चिप्काउने होइन है। एउटा स्ट्रङ प्रोनेसन कसैको फिल भइरहेछ भने हामीले यसरी हात पुरै चिप्काएर राख्ने होइन। त्यस्तो प्लेयरलाई हामीले के गर्ने हो भन्दाखेरि थम्स डाउन ग्रिप लिँदाखेरि यहाँ अलिकता यहाँ ग्याप हुनु पऱ्यो। यो ग्याप किन हुनु पऱ्यो भन्दाखेरि यो ग्याप जब हाम्रो यहाँ अलिकता हुन्छ नि, जब त्यो प्लेयरले अपोनेन्टले प्रोनेसन यसरी हान्छ नि, हामीले चप हान्न सक्छौँ क्या, यसरी हान्न सक्छौँ। यहाँ ग्याप भयो भने हामीले यसरी गर्न सक्यो जसले गर्दाखेरि हामीले अपोनेन्टको प्रोनेसन पुरै तोडिदिन सक्छौँ। सो लेट्स सी अब हामीले रियल गेममा हान्छौँ यो चिज। ल थम्स डाउन समात्नु, हात सिधा, अब म समात्छु। ल गो, देख्नुभयो उहाँको प्रोनेसन लाग्नुभन्दा पहिले नै मैले यहाँ ग्याप बनाएको थिएँ जसले गर्दाखेरि मैले सिधै यहाँबाट कप गरेर गरिदिएँ। उहाँको प्रोनेसन पुरै तोडिदिएँ जसले गर्दाखेरि मेरो सुप्नेसनले उताको प्रोनेसनलाई ओभरपावर गर्यो। र यही थियो टप रोललाई कसरी काउन्टर गर्नुपर्छ। सो यति नै छ आजको भिडियोमा। आयो भिडियो मन पर्यो हस्त धन्यवाद।